Hello everyone, welcome back to our YouTube channel Krista Academy. आज हामी सेटकै सेकेन्ड पार्टमा आएका छौं र सेकेन्ड पार्टको आज टपिक रहेको छ अपरेशन्स अन सेट्स. अपरेशन्स अन सेट्स बुझ्नु भन्दा पहिले हामीले बुझ्नुपर्ने कुरा रहेको छ कार्डिनालिटी अफ सेट. सुन्दै आइरहेको वर्ड हो, हामीलाई थाहा पनि छ, तर हामीले यसलाई कसरी एक्सप्लेन गर्छौं त भन्ने कुरा अहिलेसम्म बुझ्नु भएको छैन भने चाहिँ यो भिडियो तपाईहरुको लागि एकदम इम्पोर्टेन्ट हुनेवाला छ. सो द्याट्स व्हाई आई एम गोइङ टु start our topic cardinality of set. The total number of element present in set is called cardinality of set. कस्तो भने कुनै पनि सेटमा भएका एलिमेन्टहरु जति पनि एलिमेन्टहरु हुन्छ त्यो एलिमेन्टहरुको नम्बरलाई यदि काउन्ट गरेर कुनै नम्बर आउँछ भने दैट इज कॉल्ड कार्डिनालिटी अफ सेट. फर एक्जाम्पल तपाईहरुले बुझ्न सक्नुहुन्छ एउटा भवेल लेटरको एउटा सेट छ v = a e i o u. अब तपाईहरुले यसको कार्डिनालिटी नम्बर भन्नु पर्छ त भन्दाखेरि कति देखि कति मतलब काउन्ट गर्नुस् यसलाई 1 2 3 4 5. That's why this is its cardinality number is nv = 5. अब तपाईलाई लाग्न सक्छ n भनेको के हो, दैट इज द कार्डिनालिटी नम्बर है. तपाईले रिप्रेजेन्ट गर्दाखेरि कार्डिनालिटी नम्बरलाई रिप्रेजेन्ट गर्दाखेरि अलवेज n ले रिप्रेजेन्ट गर्नुपर्ने हुन्छ. र त्यसपछि रहेको छ हाम्रो नेक्स्ट टपिक. यो कार्डिनालिटी पछि एकदम बुझ्नु पर्ने टपिक रहेको छ हामीले चाहिँ इक्विभ्यालेन्स सेट. इक्विभ्यालेन्स सेट्स यो तपाईले एकदम इम्पोर्टेन्ट टपिक छ. हामीले यसलाई पढ्दाखेरि मेनली टाइप्स अफ सेटमा पढ्छौं, तर यो बुझ्नु भन्दा पहिले केही कुरा बुझ्नु पर्ने भएको कारणले गर्दा दैट मिन्स कार्डिनालिटी अफ सेट बुझ्नु पर्ने भएको कारणले गर्दा नै हामीले के गर्छौं त यसलाई अलि पछि नै पढ्ने गर्छौं. अब हेरौं, यदि दुई भन्दा बढी सेटहरुसँग यदि इक्वल नम्बर अफ कार्डिनालिटी सेट मतलब कार्डिनालिटी नम्बर चाहिँ इक्वल छ भने हामी त्यसलाई के भन्न पाउँछौं त भने इक्विभ्यालेन्ट सेट भन्न पाउँछौं है. अब तपाईलाई म एउटा एक्जाम्पल भन्छु. फर एक्जाम्पल एउटा ए सेट रहेको छ, ए बी सी डी र ई रहेको छ भने अर्को बी सेट रहेको छ हामीसँग 1 3 5 7 र 9. यस, अब यो हाम्रो इंग्लिश अल्फाबेट लेटरहरु छ भने हामीसँग यहाँ रहेको भनेको यो चाहिँ के हो त हाम्रो थर्ड नम्बरहरु रहेको छ है. अब तपाईहरुले मलाई भन्नुस् कि यसमा चाहिँ कतिवटा नम्बर छ त भन्दाखेरि 1 2 3 4 5. दैट मिन्स इट्स कार्डिनालिटी नम्बर इज nb = 5 या. लाइकवाइज अब यसको कार्डिनालिटी नम्बर पनि छ. यसको कार्डिनालिटी नम्बर रहेको छ na = it's also 5. That's why यो दुईटा सेटलाई हामीले रिप्रेजेन्ट गर्नु छ भने हामी के भन्छौं त भन्दाखेरि a इक्विभ्यालेन्ट b. दैट मिन्स ए सेट चाहिँ बी सेटसँग के छ त इक्विभ्यालेन्ट छ भन्ने बुझिन्छ है. अब यसपछि हाम्रो नयाँ टपिक रहेको छ इक्वल सेट. इक्वल सेट भनेको के हो त भन्दाखेरि इफ टू or more sets having equal cardinal number and same elements they are said to be equal sets. यदि दुई वा दुई भन्दा बढी सेटहरु छन् र त्यो सेटहरुमा चाहिँ कार्डिनल नम्बर पनि सेम छ र सँगसँगै त्यो एलिमेन्टहरु पनि सेम छ भने यदि त्यो दुईटै इक्वल छ भने हामी त्यसलाई के भन्छौं त भन्दाखेरि इक्वल सेट भन्छौं. फर एक्जाम्पल यहाँ मैले एउटा प्राइम नम्बरको एउटा सेट दिएको छु. लेस देन हाम्रो 13 भन्दा सानो चाहिँ प्राइम नम्बर रहेको छ यहाँ चाहिँ 2 3 5 7 11 र यो सेट भनेको एउटा सेट र यसको कार्डिनल नम्बर रहेको छ यहाँ हाम्रो na काउन्ट गर्नुस् त 1 2 3 4 5 एन्ड लाइकवाइज त्यसैगरी nb हाम्रो कार्डिनल नम्बर रहेको छ 1 2 3 4 5. This is also same. That's why these two sets are equal set. अब हामीले यसलाई रिप्रेजेन्ट गर्दाखेरि के कुन साइनले रिप्रेजेन्ट गर्छौं त भन्दाखेरि इक्वल साइनले रिप्रेजेन्ट गर्ने गरिन्छ है. अब तपाईहरुले एकदम इजिली बुझ्नुहुन्छ भने म तपाईहरुलाई एउटा एक्जाम्पल भन्छु. यदि दुईटा घरमा दुईटा फ्यामिली छन् है, दुईटा फ्यामिली हुनुहुन्छ र त्यो दुईटै फ्यामिलीको यदि नम्बर अफ मेम्बर मात्र इक्वल छ भने त्यो दुईटा फ्यामिलीलाई भन्छौं हामी इक्विभ्यालेन्ट सेट. के भन्छौं त भन्दा इक्विभ्यालेन्ट सेट. फर एक्जाम्पल मेरो घरमा 5 जना परिवार छ र तपाईको घरमा 5 जना परिवार छ भने हामी दुई जना हाम्रो दुईटा फ्यामिलीको जुन सेट रहेको छ नि त्यो सेट भनेको कस्तो छ भन्दाखेरि त इक्विभ्यालेन्ट सेट छ है, किनकि त्यसमा कार्डिनल नम्बर मात्र सेम छ है. तर तपाईले एउटा कुरा यस्तो बुझ्नुस् कि फर एक्जाम्पल अब तपाईहरुले एउटा कुरा के बुझ्न सकिन्छ भने यदि दुईटा घर छ र त्यो दुईटै घरमा मानिसहरु पनि सेम छन् है र कार्डिनल नम्बर पनि सेम छ भने त्यतिबेला हामीले बुझ्ने सेट भनेको चाहिँ इक्वल सेट भनेर बुझिन्छ है. अब यसपछि हाम्रो नेक्स्ट टपिक रहेको छ ओभरल्यापिङ सेट. ओभरल्यापिङ सेट. अब यो ओभरल्यापिङ सेट भनेको के हुन सक्छ त भन्दाखेरि है अब तपाईहरुले एउटा कुरा बुझ्नु पर्ने कुरा छ. ओभरल्यापिङ सेट मिन्स केही न केही
एक माथि अर्को खप्टिएको भन्ने बुझिन्छ क्या। अब त्यो खप्टिएको कसरी हुन्छ त भन्ने कुरा अब यसमा हामीले इजिली बुझ्नुपर्ने भनेको यदि दुई वा दुईभन्दा बढी सेटहरू छन् र त्यो सेटहरूमा चाहिँ है इलिमेन्टहरू एटलिस्ट वान इलिमेन्ट इज कमन। अब सबै छ भने त केही फरक परेन है, तर अब यदि कुनै एउटा इलिमेन्ट पनि यदि कमन छ भने हामीले त्यस्तो टाइपको सेटलाई भन्छौँ ओभरल्यापिङ सेट। फर इक्जाम्पल तपाईँले के बुझ्न सकिन्छ भने फर इक्जाम्पल एउटा ए सेट रहेको छ AEIOU, तपाईँहरूलाई लाग्न सक्छ यहाँ ए को सट्टा भीले नै रिप्रेजेन्ट गर्छौँ। त्यसपछि ए सेट रहेको छ MATH and H। ल अब मलाई भन्नुहोस् यो दुईटा सेटहरू के हुन्छ त ओभरल्यापिङ छ कि छैन? यस, यो दुईटा सेटहरू ओभरल्यापिङ सेट हो किनकि यसमा एउटा इलिमेन्ट कम्तीमा एउटा इलिमेन्ट चाहिँ के छ त दुईटैमा कमन रहेको छ र यस्तो टाइपको हामीले सेटलाई भन्ने गरिन्छ ओभरल्यापिङ सेट भनेर भन्ने गरिन्छ। के भनिन्छ त भन्दाखेरि ओभरल्यापिङ सेट एटलिस्ट वान इलिमेन्ट चाहिँ के हुनुपर्छ त कमन हुनुपर्छ। त्यस्तो टाइपको सेटलाई हामीले के भन्छौँ रे ओभरल्यापिङ सेट भन्ने गरिन्छ। अब त्यसपछि रहेको छ नेक्स्ट टाइप अफ सेट भनेको चाहिँ डिसजोइन्ट सेट्स। अब हामीले के बुझ्नुपर्छ त भन्दाखेरि डिसजोइन्ट सेट भनेको यदि दुई वा दुईभन्दा बढी सेटहरू हुनुहुन्छ र त्यो दुईटै सेटहरूमा एउटा पनि इलिमेन्टहरू कमन छैन क्या, एउटा पनि इलिमेन्ट कमन छैन भने त्यो डिसजोइन्ट भयो, एकअर्कासँग मिलेन। यदि मिल्नको लागि त केही न केही त कमन आउनु पर्यो नि त, कमनै छैन भने त्यो मिल्छ होला त मिल्दैन है। अब तपाईँहरूलाई मैले एउटा इक्जाम्पल दिएँ, फर इक्जाम्पल ल डेज इन विक है, विकमा भएको डेजहरू है सन्डे, मन्डे, ट्युजडे, वेडनेसडे, थर्सडे, फ्राइडे र स्याटरडे यो रहेको छ। र त्यसै गरी हाम्रो रेनबोमा भएको है कलरहरू यसमा बुझौँ न है, रेनबो, भायोलेट, इन्डिगो, ब्लू, ग्रीन, येल्लो, ओरेन्ज र रेड। यसलाई चाहिँ हामीले डिफ्रेन्टले एउटा वाइले मैले रिप्रेजेन्ट गरेँ। अब हेर्नुहोस् यो दुईटा सेट छ है, यो सेट भनेको चाहिँ डेज इन अ विक, विकमा भएको डेजहरू है सन्डे, मन्डे, ट्युजडे। अब मलाई भन्नुहोस् यो दुईटा इलिमेन्टहरूमा कुनै पनि कमन छ त कुनै पनि कमन छैन? कमन छैन भने हामी यस्तो टाइपको सेटलाई भन्छौँ डिसजोइन्ट सेट। के भन्छौँ त भन्दाखेरि डिसजोइन्ट सेट। यदि एउटा पनि इलिमेन्ट कमन छैन भने त्यस्तो टाइपको सेटलाई हामीले भन्छौँ डिसजोइन्ट सेट। अब यसपछिको रहेको छ एकदम इम्पोर्टेन्ट, अब हामी जान गइरहेका छौँ अपरेसन्स अन सेट। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ, तपाईँहरू यो लेखेर पनि राख्नु होला है, यो एकदम इम्पोर्टेन्ट पनि छ, तपाईँहरू लेख्दै गर्नु होला। मैले लेखाउँदै म अलि हतारमा मेट्नुपर्ने हुन्छ किनकि हामीले अगाडि पनि पढ्नुपर्ने छ है, भिडियो अलि लामो जान सक्छ र एकदम पेसेन्सले पढ्नु होला। तपाईँहरूले पक्कै पनि मलाई साथ दिनुहुनेछ भन्ने आशा गरेको छु है। अब यसपछि रहेको छ हाम्रो सरी ओके हाम्रो नेक्स्ट टपिक रहेको छ अपरेसन्स अन सेट। अपरेसन्स अन सेटमा सबभन्दा पहिले बुझ्नुपर्ने युनियन अफ सेट्स। युनियन अफ सेट्स, युनियन भनेको जम्मै के, जम्मै जति पनि हुनुहुन्छ नि, जति पनि मान्छेहरू अब हामी जति पनि यहाँ छौँ है, यो ठाउँमा भएका मानिसहरू जम्मैले कलेक्ट गर्ने हो भने द्याट इज द युनियन। अब तपाईँहरूले बुझ्न सक्नुहुन्छ युनियन भनेको कस्तो हुनसक्छ भन्ने होला है। अब एउटा यसलाई इक्जाम्पलबाट बुझौँ। all the elements but not repeat। यस्तो यो मैले सर्टमा डेफिनेसन लेखाएको, यो सोध्दैन, तपाईँले बुझ्नुपर्ने मात्रै हुन्छ यसमा चाहिँ युनियन भनेको के हो भन्ने कुरा। तपाईँहरूले के बुझ्नुहोस् भने अल द एलिमेन्ट्स बट नट रिपिट, जति पनि सेटहरू हुनुहुन्छ त्यो सेटमा भएको जम्मै इलिमेन्टहरूलाई हामीले लेख्नुपर्ने छ है, तर त्यसलाई हामीले रिपिट गर्नु हुँदैन। अब रिपिट नगर्ने भनेपछि के हुनसक्छ त भन्दाखेरि है युनियन अफ सेट, यो कुरा बुझ्नुपर्छ। हामीले यसलाई रिप्रेजेन्ट गर्दाखेरि युले रिप्रेजेन्ट गरिन्छ, इट इज रिप्रेजेन्टेड बाई यु। फर इक्जाम्पल मैले एउटा इक्जाम्पल भन्छु, एउटा सेट रहेको छ 1 2 3 र 4 र अर्को सेट रहेको छ
2 3 5 7 यो दुईटा सेटहरु रहेको छ। अब यसको हामीलाई युनियन निकाल्नु छ के हामीले के गर्नु छ त यसको भन्दाखेरि युनियन निकाल्नु पर्ने छ। दैट मिन्स ए युनियन बी निकाल्नु पर्ने छ। अब ए युनियन बी निकाल्नलाई हामीले के गर्न सकिन्छ त भन्दाखेरि मैले भनिसके अल द एलिमेन्ट्स जम्मै एलिमेन्टहरु लेख्ने है, तर त्यो एलिमेन्टहरु चाहिँ के हुनु भएन त रिपिट हुनु भएन। अब मैले सेट 1 बाट स्टार्ट गर्छु 1 2 3 4 5 र 7। मैले हेर्नु चाहिँ यहाँ 3 र 4 चाहिँ ओके 3 र 2 चाहिँ के छ यहाँ कमन छ हो, रिपिट भएको नम्बर छ, तर मैले रिपिट भएको नम्बरलाई लेखेको छैन किनभने युनियनको डेफिनेसनले नि के भन्छ भने अल द एलिमेन्ट्स बट नट रिपिट है। यसमा भएको एलिमेन्टहरु जम्मै लेख्ने तर यसलाई रिपिट गर्नु भएन। अब यसैको कार्डिनलिटी नम्बर लेख्नुहुन्छ भने तपाईले के गर्नुहुन्छ त भन्दाखेरि ए युनियन बी इज इक्वल टु यहाँ भएको नम्बरलाई काउन्ट गर्नुहुन्छ, एलिमेन्टहरुलाई काउन्ट गर्नुहुन्छ 1 2 3 4 5 6 भनेपछि यसको कार्डिनलिटी कति आउँछ त 6 आउँछ है। अब यसपछि हाम्रो रहेको छ नेक्स्ट इन्टरसेक्सन। अब हेर्नुस् है इन्टरसेक्सन भनेको के हो भन्ने कुरा। इन्टरसेक्सन भनेको कमन एलिमेन्ट है, मैले सर्टमा लेखाउँछु कमन एलिमेन्ट्स, कमन एलिमेन्ट्स हो है। र हामीले यसलाई चाहिँ रिप्रेजेन्ट गर्छौं इन्टरसेक्सन साइन एन्ड टाइप। यसले चाहिँ हामीले यसलाई रिप्रेजेन्ट गर्ने गर्छौं है। अब कमन एलिमेन्ट कस्तो हो त भन्दाखेरि अब मैले यसै सेटबाट लिन चाहे है। अब जस्तै मैले तपाईलाई एम ए बी युनियन ए इन्टरसेक्सन बी निकाल्नु पर्ने छ। मैले भनिसके यसमा हामीले लेख्ने भनेको कमन एलिमेन्टलाई मात्र लेख्छौं रे है। अब कमन एलिमेन्टलाई लेख्नु छ भने यसमा कमन कुन कुन छ त एउटा 2 छ र अर्को रहेको छ 3। दैट्स व्हाई यसको जस्ट इन्टरसेक्सन एलिमेन्ट्स मात्रै कति भयो त 2, 3 भयो है। अब यसैलाई यदि हामीले कार्डिनल नम्बरमा लेख्नु पर्ने छ भने तपाईहरुलाई आइडिया भइसकेको छ र तपाईहरुले पक्कै पनि बुझ्नु हुनेछ। काउन्ट गर्नुस् 1 र 2। दैट्स व्हाई इट्स कार्डिनलिटी इट्स इन्टरसेक्सन कार्डिनलिटी इज 2 है। यो कुराहरु तपाईहरुले एकदम बुझ्नु पर्ने कुराहरु छ। मैले सर्टकटमा भन्छु, धेरै भन्दिन है, तर एकदम इम्पोर्टेन्ट कुराहरु छ, तपाईहरुले बुझ्नै पर्छ यो कुराहरु चाहिँ। अब यसपछि हाम्रो थर्डमा रहेको छ डिफरेन्स। अब हेर्नुस् है डिफरेन्स। अब डिफरेन्स भनेको के त यसमा तपाईले बुझ्नै पर्ने कुरा है। नर्मली हामीलाई थाहा छ सानो क्लासमा हामीले पढ्दै आएको है। यसमा चाहिँ बुझ्नु पर्ने के छ भने कुनमा पर्ने कुनमा नपर्ने भन्ने कुरा छ। डिफरेन्स भनेको अब फर एक्जाम्पल तपाईले कुनै एउटा दुईटा सेटहरु दिनु पर्यो है। र अर्को एउटा सेट दिनुभयो 5 6 र 7। यो एउटा सेट दिनुभयो, दुईटा सेट दिनुभयो है तपाईले। अब यो दुईटा सेट चाहिँ दिएको छ, ए दुईटा सेट छ। अब यसमा हामीले के भन्न खोजे जस्तै ए डिफरेन्स बी निकाल्नु छ भने यसले भन्न खोजेको के त यसको ल्याङ्ग्वेज पहिला बुझ्नुस् है। यसले भनेको एलिमेन्ट्स belongs to set A but does not belong to set B हो। यसले के भन्छ भन्दाखेरि कुनै एलिमेन्टहरु ए मा पर्छ तर बी मा पर्दैन है। बी मा नपर्ने एलिमेन्टहरु छ भने हामीले त्यसलाई भन्छौं डिफरेन्स के। अब हामीले यसको डिफरेन्स निकाल्नु छ भने अब तपाईहरुले इजिली बुझ्नुस् है, एकदम इजिली। मैले भनिसके ए डिफरेन्स बी भनेको चाहिँ कस्तो भने ए मा पर्ने तर बी मा नपर्ने, ए मा भएको एलिमेन्ट तर बी मा नभएको एलिमेन्ट है। अब जस्तै हेर्नुस् है 2 ए मा छ बी मा छ त छैन भनेपछि 2 भए। त्यसैगरी 3 ए मा छ बी मा छैन, 4 ए मा छ बी मा छैन, तर 5 त बी मा पनि छ भनेपछि 5 लाई हामीले लेख्न पाउँदैनौं है। यो कुरा तपाईहरुले बुझ्नु पर्छ। अब यसपछि हाम्रो रहेको छ फर एक्जाम्पल मैले यसैमा चाहिँ मैले के भन्दिए भने बी डिफरेन्स ए निकाला भनेर भनेर के हजुरहरुलाई। यदि मैले बी डिफरेन्स ए भन्यो भने तपाईहरुले के बुझ्नुपर्छ भने बी मा पर्ने तर ए मा नपर्ने। अब बी मा पर्ने एलिमेन्ट कुन कुन छ त भन्दाखेरि अब हेर्नुस् है 5 ए मा पनि छ, त्यसलाई लेख्न मिलेन। 6 बी मा छ तर ए मा छैन। त्यसपछि 7 बी मा छ तर ए मा छैन है। दैट्स व्हाई दिस इज द डिफरेन्स अफ सेट। यसलाई हामीले भन्छौं डिफरेन्स अफ सेट। यो कुरा तपाईले बुझ्नु पर्छ है। अब हाम्रो यसपछिको नेक्स्ट टपिक रहेको छ कम्प्लिमेन्ट अफ सेट है। तपाईहरुले अब यसमा के बुझ्नु पर्छ त भन्दाखेरि कम्प्लिमेन्ट अफ सेट मिन्स एउटा कुनै पनि सेटमा भएको एलिमेन्ट है
त्यो इलिमेन्टहरु जम्मै पर्नुपर्ने फेरि युनिभर्सल सेटमा हुनुपर्छ। द्याट मिन्स युनिभर्सल सेटकै चाहिँ सबसेट हुनुपर्छ हैन। तर त्यसैको कम्प्लिमेन्ट निकाल्नु छ भने फेरि त्यसमा चाहिँ पर्नु हुँदैन है। अब यसले के भनेको भन्ने कुरा अलिकति कन्फ्युजन हुन सक्छ, त्यो कन्फ्युजन म एकदम क्लियर गर्छु। यहाँ हेर्नुस् है, द सेट दैट इन्क्लुड्स अल द एलिमेन्ट्स अफ द युनिभर्सल सेट दैट आर नट प्रेजेन्ट इन द गिवन सेट है। युनिभर्सल सेटमा पर्ने एलिमेन्टहरु त्यो सेटमा पर्दैनन् के, तर त्यही युनिभर्सल सेटबाट नै त्यो सेट बनेको हुन्छ। अब म यहाँ इक्जाम्पलमा तपाईहरुलाई बुझाउँछु है। यो कम्प्लिमेन्टलाई चाहिँ हामीले केले रिप्रेजेन्ट गर्छौं त भन्दाखेरि ए ट्रान्सपोज पनि भन्ने गरिन्छ कहिलेकहिले हैन। कहिलेकाहीँ हामी के भन्छौं भने ए को माथि सी दिएको हुन्छ, त्यो पनि कम्प्लिमेन्ट भन्ने बुझिन्छ, र ए को माथि बार पनि दिन्छ कहिलेकाहीँ, हो त्यसलाई पनि हामीले कम्प्लिमेन्ट बुझिन्छ है। अब यो ए नै हुनुपर्छ भन्ने छैन, फेरि त्यहाँ बी सी जी अब जे पनि हुन सक्छ है, त्यो कुरा बुझ्नु होला। अब हामीसँग एउटा इक्जाम्पल छ, अब तपाईहरुलाई थाहा नै छ, मैले सेट बिल्डर फर्ममा यसरी लेख्ने भनेको थिएँ। यो प्रोपर्टी हो एउटा एलिमेन्टको, हामीलाई यसमा थाहा छैन कि कुन चाहिँ एलिमेन्ट छ भन्ने कुरा। यहाँ के भनेको छ भने x of that x is a natural number less than 12 12 भन्दा सानो नेचुरल नम्बर है। अब बुझ्नुस्, नेचुरल नम्बर 1 2 3 4 5 6 11 किनकि 12 भन्दा सानो नेचुरल नम्बर भनेको छ, त्यही भएर हामी कहाँसम्म जान्छौँ त 11 सम्म जान्छौँ है। अब त्यसैगरी यो पनि सेट बिल्डर फर्ममै छ, यसलाई लिस्टिङ फर्ममा लेख्नु छ है। यहाँ के भनेको छ भने y such that, ओ यहाँ जहिले पनि x नै हुन्छ भन्ने छैन है, y पनि हुन सक्छ, केही फरक पर्दैन। y such that y is an integer, y चाहिँ के हो रे, इन्टिजर हो। अब इन्टिजर भन्ने बित्तिकै त्यो होल नम्बर हो है। अब यो कुरा बुझ्नु, इन्टिजर हो। अब त्यो इन्टिजर चाहिँ कहाँबाट लगेर कहाँसम्म छ रे, y को भ्यालु 2 भन्दा ठुलो र 8 भन्दा सानो, द्याट मिन्स 3 4 5 6 र 7। अब मलाई भन्नुहोस् यो सेट युनिभर्सल सेटमै पर्छ कि पर्दैन त? पर्छ, अभियसली पर्छ। हेर्नुस् त यहाँ जम्मै परेको छ हैन। अब तपाईहरुले निकाल्नु पर्ने के छ त भन्दाखेरि ए कम्प्लिमेन्ट निकाल्नु पर्ने छ। ए कम्प्लिमेन्ट मिन्स हाम्रो त टाउको भन्दा माथिबाट जानुपर्छ है साथीहरु भन्ने हुन्छ नि, कहिलेकाहीँ भनिन्छ नि मेरो लेभलमा त पुग्दैन है, मेरो लेभल भन्दा माथि नै हो त्यो मान्छे भनेर भन्छ नि हैन। तर केही छैन, तपाईहरु चाहिँ त्यो त्यसको लेभल भन्दा माथि नै हुनुहुन्छ होला हैन। अब एउटा कुरा के बुझ्नुस् भने मेरो लेभल भन्दा माथि छ भन्ने कुरा कसरी बुझ्ने त भन्दाखेरि म भन्दा बाहिरको कुरा हो के त्यो। के हो त भन्दाखेरि म भन्दा बाहिरको कुरा। फर एक्जाम्पल तपाईलाई एउटा इक्जाम्पल भन्छु, एउटा घर छ रे हैन, एउटा घरमा चाहिँ म छु रे हैन, मलाई छोडेर जति पनि अरु सामानहरु छ नि घरमा भएको, हो त्यो भनेको मेरो कम्प्लिमेन्ट हो, म भन्दा बाहिरको कुरा हो। के हो त, म भन्दा बाहिरको कुरा। अब तपाईहरुले यहाँ बुझ्नुस्, अब 3 4 5 6 7 यो भन्दा बाहिर, तर कहाँ पर्नु पर्ने रे, युनिभर्सल, किनकि यसैको सबसेट हो नि त। तपाईहरुले के बुझ्नुपर्छ भने ए चाहिँ सबसेट हो कसको त, युनिभर्सल सेटको हो कि हैन त। त्यही भएर अब यहाँबाट बुझ्नुस् है। अब 3 पहिला जाम 1 2 यो भन्दा बाहिर क्या, त्यसमा पर्छ। त्यसै गरेर रहेको छ 8 9 10 र 11। ल हेर्नुस् त ए को कम्प्लिमेन्ट हो कि हैन। कम्प्लिमेन्ट भन्दाखेरि त्यो पर्यो। अब तपाईहरुलाई कहिलेकाहीँ लाग्न सक्छ यो सानो एउटा पोइन्ट छ है, कहिलेकाहीँ सोधिन्छ, तपाईहरुले एकदम बुझ्नुपर्ने कुरा छ यसमा चाहिँ। जस्तै ए कम्प्लिमेन्टको कम्प्लिमेन्ट, अब यो के होला त भन्ने हुन सक्छ। ए कम्प्लिमेन्टको कम्प्लिमेन्ट भनेको नै ए हुन्छ है, यो कुरा बुझ्नुस्। तपाईहरुलाई लागेको छैन त्यस्तो गर्नु छ, अब आफै प्रुफ गर्नु छ भने प्रुफ पनि गर्नु होला, तर ए कम्प्लिमेन्टको पनि कम्प्लिमेन्ट छ भने त्यो भनेको ए नै हुन्छ। फर एक्जाम्पल तपाईहरुले यहाँ हेर्नुस्, ए कम्प्लिमेन्ट हामीलाई दिइसकेको छ, यसो यो कम्प्लिमेन्ट गर्नुस् त फेरि यस यो भन्दा बाहिर, तर कहाँ पर्ने, युनिभर्सलमै पर्ने। एकपल्ट चेक गर्नुस् त यो भन्दा बाहिर कुन छ, 3 4 5 6 7। द्याट्स वाइ ए कम्प्लिमेन्टको पनि कम्प्लिमेन्ट भनेको के हुँदो रहेछ त, ए नै हुँदो रहेछ। यो कुरा पनि बुझेर राख्नु होला है। अब यसपछिको सानो कन्सेप्ट छ है, त्यो इम्पोर्टेन्ट त छैन, त्यो 11 मा गएर पढ्नु पर्ने हुन्छ तपाईहरुले हैन। एउटा इन्टरभलको कन्सेप्ट छ, सानो इन्टरभलको कन्सेप्ट, यो तपाईहरुले लेखेर राख्नु होला है। अब हामीसँग त्यसपछि पनि एउटा अपरेसन छ, तर त्यो भन्दा अगाडि एउटा सानो इन्टरभलको कन्सेप्ट छ है। अब हेर्नुस् है, हामी त्यसलाई सबसेटको इन्टरभल पनि भन्ने गरिन्छ। त्यो अहिले त्यति इम्पोर्टेन्ट छैन, तर 11 मा एकदमै इम्पोर्टेन्ट भएको कारणले गर्दा अहिले बुझिराख्नुस् है। इन्टरभल, इन्टरभल 3 टाइप्सको हुन्छ है, क्लोज्ड, ओपन र सेमी गरेर 3टा टाइपको हुन्छ। अब हेर्नुस् है, वास्तवमा यो इन्टरभल युज गर्ने भनेको हामीले रेन्ज देखाउनलाई हो। के बुझ्नुपर्छ भने रेन्ज देखाउनु छ, हामीले रेन्ज देखाउनलाई हामीलाई इन्टरभल चाहिन्छ। अब यो इन्टरभलमा कस्तो हुन्छ त भन्दाखेरि तपाईहरुलाई सानो क्लासमा पढिराख्नु भएको थियो होला, नम्बर लाइन के लेख्नु भएको थियो नि, 0 1 2 3 4 -1 -2 -3 -4। अब यो भन्दा पनि यताउता जान्छ, त्यो धेरै नै पर्छ है। अब तपाईहरुले सुन्दाखेरि चाहिँ नम्बर लाइनमा हामीलाई पहिला सानो सानो हुँदाखेरि हामीलाई के पढाइन्थ्यो भने
यदि यहाँ जस्ट सर्कल मात्रै छ यो यसमा पर्दैन नानी बाबुहरू भनेर भनिन्थ्यो क्या। तर जब यसमा एकदम डार्क छ है, अब जस्तै मैले यहाँ बनाएँ एकदम डार्क छ, यस्तो डार्क छ भने चाहिँ अब यो चाहिँ यो इन्टरभलमा पर्छ भन्ने बुझिन्छ क्या। अब यसले चाहिँ के देखाउँछ भन्दाखेरि -2 बाट लगेर 4 भन्दा सानो भन्छ। के भन्छ त? -2 बाट लगेर 4 भन्दा सानो हो। यसैलाई भन्छौँ हामी इन्टरभल, यसैलाई भन्छौँ हामी रेन्ज। के भन्छौँ त? यसैलाई रेन्ज भन्छौँ। अब यो रेन्जलाई कसरी देखाउने भन्ने हुनसक्छ है। जस्तै तपाईँहरूलाई कहिले काहीँ दिन्छ नि भनेपछि 2 र 7। अब हेर्नुहोस् है, यसले के भन्छ त भन्दाखेरि 2 बाट पर्ने 2 मा छ नि जुन यो 2 चाहिँ नपर्ने रे, 2 भन्दा ठुलो रे हैन, तर 7 चाहिँ त्यसैमा पर्ने रे है। अब तपाईहरुले एउटा कुरा के बुझ्नुपर्छ भने क्लोज्डमा चाहिँ दुईटै इन्डहरु चाहिँ त्यसैमा इन्क्लुड हुन्छ, ओपनमा दुईटै इन्डहरु चाहिँ क्लोज्ड हुँदैन। यो कुरा बुझ्नुभयो? मैले भन्न खोजेको कुरा के भने क्लोज्डमा चाहिँ दुईटै इन्ड जस्तै 4 बाट लगेर 8 सम्म छ भने त्यो 4 पनि त्यसैमा पर्छ र 8 पनि त्यसैमा पर्छ। तर ओपनमा त्यस्तो हुँदैन, 4 सम्मको चाहिँ पर्ने। कस्तो भने यसमा चाहिँ 2 चाहिँ परेन, किनकि यहाँ इक्वल साइन भनेकै छैन, x को भ्यालु 2 चाहिँ होइन रे के, तर 2 भन्दा चाहिँ के हो रे? ठुलो हो रे। अब 2 भन्दा ठुलो कति हो? 2.00001, त्यो पनि ठुलो, त्यो पनि पर्छ हैन। त्यसैगरी 7 चाहिँ फेरि पर्यो, 7 चाहिँ के रे x सँग के छ रे? इक्वल छ। अब हामीले अलवेज अब हेर्नुस् यसले चाहिँ के भन्छ त भन्दाखेरि x को भ्यालु 2 पनि हो र x को भ्यालु 7 पनि हो, एउटा रेन्ज पनि दिएको छ। अब हामी क्लोज्ड इन्टरभललाई अलवेज हामी केले रिप्रेजेन्ट गर्छौं? बिग ब्राकेटले 2,7। दैट मीन्स x को भ्यालु 2 बाट लगेर 7 सम्म छ रे के। कहाँदेखि कहाँसम्म छ रे? 2 बाट लगेर 7 सम्म छ भनेपछि 2 र 7 पनि हो, 2 र 7 पनि हो। त्यसैगरी ओपन इन्टरभलले के बुझाउँछ त भन्दाखेरि त्यो इन्डको पोइन्टहरु चाहिँ पर्दैन, तर त्यो भित्रको जति पनि पोइन्टहरु छ त्यो जम्मै पर्छ के फेरि। अब जस्तै मैले तपाईहरुलाई एउटा एक्जाम्पल भन्छु है, y ल एउटा एक्जाम्पल y को भ्यालु 0 भन्दा ठुलो तर 7 भन्दा सानो। 7 भन्दा सानो भनेको 6.99999 पर्न सक्छ नि, भनेपछि त्यो 7 चाहिँ परेन है, तर त्यो भन्दा सानो। अब ओपनलाई पनि देखाउन त देखाउनु पर्यो है, यतिदेखि यति त भन्नु पर्ने हुन्छ। अब त्यसलाई कसरी रिप्रेजेन्ट गरिन्छ त भन्दाखेरि स्मल ब्र्याकेटले 0,7 यो रेन्ज देखाउनलाई हो। यो त्यति इम्पोर्टेन्ट अहिले छैन, 11 मा गएर एकदम इम्पोर्टेन्ट हुन्छ। त्यही भएर तपाईहरुले त्यहाँ चाहिँ इन्टरभल नै देखाउनु पर्ने हुने कारणले गर्दा मैले अहिले नै तपाईहरुलाई बुझाइदिन खोजेको है। त्यसपछि रहेको छ सेमी। सेमी भनेको कस्तो हुन्छ भने हाफ पर्ने आधा नपर्ने। अब त्यो लेफ्ट साइड पनि हुन सक्छ, राइट साइड पनि हुन सक्छ। यो कुरा चाहिँ बुझ्नुस्। कहिलेकाहीँ के भनिन्छ भने राइट ओपन भनिन्छ, कहिलेकाहीँ लेफ्ट क्लोज्ड भनिन्छ, कहिलेकाहीँ लेफ्ट ओपन भनिन्छ। अब त्यो कुरा बुझ्नु होला है। अब जस्तै फर एक्जाम्पल मैले यहाँ तपाईलाई दिए 2 - 2 y अनि 3 यस्तो दिए रे। अब तपाई भन्नुस् -2 सँग के छ रे? इक्वल छ भनेपछि -2 त पर्ने नै भयो, दैट मीन्स क्लोज्ड -2। तर 3 भन्दा के छ रे? सानो छ भनेपछि 3 चाहिँ परेन। त्यसको लागि के गर्नु पर्यो? त्यसलाई ओपन बनाइदिनु पर्यो। द्याट्स व्हाई दिस इज कल्ड सेमी इन्टरभल। अब यसपछिको हाम्रो यो इम्पोर्टेन्ट टपिक त होइन, तैपनि यो बुझिराख्नु पर्ने छ, जुन चाहिँ अब तपाईलाई यदि अप्सनल पढ्नुहुन्छ भने हामी अप्सनलको पनि भिडियोहरु ल्याइरा छौं हैन। अब अप्सनल पढ्नुहुन्छ भने अप्सनलमा पनि यो इन्टरभल पढ्नु पर्ने हुन्छ। त्यसको लागि अब हामी नेक्स्ट टपिकमा गइरहेका छौं, स्क्यू सिमेट्रिक डिफरेन्स। यसले के भनेको भन्ने कुरा हुन सक्छ है तपाईहरुलाई, मतलब यो नसुनेको वर्ड आएको जस्तो तपाईहरुलाई फिल हुन सक्छ, तर नसुनेको होइन। यो तपाईहरुले प्रायले कतिले त अब 9 मा पनि सुनिरहेको हुन्छ है। यो नयाँ वर्ड पनि हो, तर धेरै बच्चाहरुलाई है पहिले यो हुन्थेन, पछि चाहिँ राखिएको छ र त्यही भएर एकदम इम्पोर्टेन्ट पनि छ। यो कुरा बुझ्नु होला है। अब हेर्नुस् स्क्यू सिमेट्रिक डिफरेन्स यसले के भन्छ त भन्दाखेरि बाइ चान्स आयो भने चाहिँ है बुझ्नुस्, यसको एउटा नोटेसन हुन्छ A डिफरेन्स B युनियन B डिफरेन्स A। यदि दुईवटा सेटहरु छ A र B, यदि त्यसको चाहिँ हामीले A डिफरेन्स B र युनियन B डिफरेन्स A निकाल्छौं भने है हामीले त्यसलाई भन्छौं के त भन्दाखेरि स्क्यू सिमेट्रिक डिफरेन्स भन्छौं। अब फर एक्जाम्पल मैले तपाईहरुलाई भन्छु एउटा यो एक्जाम्पलबाट बुझ्नुस् है, यसलाई केले रिप्रेजेन्ट गर्छ भन्ने कुरा पनि म भन्छु। जस्तै मैले चाहिँ तपाईहरुलाई के भने एउटा सेट दिए, W सेट दिए 2 3 4 5 6 र X सेट दिए है 2 3 5 7 ल
ल यो दुईटा सेट दिए। अब मैले तपाईहरुले के भने भन्दाखेरि W र X बीचको स्क्यू सिमेट्रिक डिफरेन्स निकाल्नुहोस् भनेर भने। अब तपाईहरुले के गर्नुहुन्छ भने स्क्यू सिमेट्रिक डिफरेन्स मिन्स डेल्टा, यसले रिप्रेजेन्ट गरिन्छ। यसले हामीलाई पहिला बुझ्नु पर्ने हुन्छ। पहिला के बुझ्नु पर्छ त भन्दाखेरि W डिफरेन्स X युनियन X डिफरेन्स W है। अब तपाईहरुलाई लाग्न सक्छ सर यो र यो सेम हो भन्ने लाग्न सक्छ है। अब तपाईहरुले एउटा कुरा के बुझ्नुस् भने यो दुईटा सेम हो है, किनकि तपाईहरुले अहिले गरेर पनि निकाल्न सक्नुहुन्छ। तपाईहरुले बुझ्नुपर्ने कुरा चाहिँ सेम नै हुन्छ है, यसमा चाहिँ बुझिराख्नुस् यो दुईटा युनियन हो। अब हेर्नुस् है, मैले यसबाट निकाल्छु पहिले W डिफरेन्स X, दैट मिन्स W मा पर्ने X मा नपर्ने। मैले भर्खरै हजुरहरुलाई भनिसके है। अब तपाईहरुले बुझ्नुस् W मा पर्ने X मा नपर्ने। 2 दुईटामा परेको छ, 3 परेको छ, 4 परेको छैन है, एउटा 4 छ र 5 परेको छ, 6 परेको छैन। अनि अर्को भनेको युनियन। अब X मा पर्ने W मा नपर्ने। 2 पर्छ, 3 पर्छ, 5 पनि परिरहेको छ, तर 7 र 11 परेको छैन है। त्यसैगरी हामी यतातिर निकालौं। अब हामीलाई लाग्न सक्छ नि त दुईटै सेम हो कि हैन भन्ने कुरा तपाईहरुले बुझ्न सक्नुहुन्छ। अब बुझ्नुस् है त, X मा पर्ने W मा नपर्ने, दैट मिन्स यसमा पर्ने त्यसमा नपर्ने है। अब X मा परेको भनेको कुन छ त 7 र 11 है। एकदम कन्सेप्ट क्लियर भएर जानुस् है, एकदम बुझेर जानुस् है। कुनै पनि डाउट छ भने तपाईहरुले कमेन्टमा छोडिदिनुस्, म तपाईहरुलाई फेरि तत्कालै है अर्को भिडियो आउँदाखेरि नै मैले के गरेर देखाउँछु तपाईलाई क्लियर बनाएर देखाउँछु है, यो कुरा बुझ्नु होला। अब त्यसपछि हाम्रो रहेको छ W मा पर्ने X मा नपर्ने। अब W मा पर्ने हेर्नुस् है, 5 यहाँ छँदै छ तर 6 छैन है, 6 हो। त्यसैगरी 4 पनि छैन भनेपछि अब पहिला 4 ले लेखौं अनि त्यसपछि 6 ले लेखौं है। अब हेर्नुस् मैले तपाईहरुलाई भनिसकेको छु पहिले नै, युनियन मिन्स अल द एलिमेन्ट बट नट रिपिट है, रिपिट हुनु भएन। अब जम्मै एलिमेन्ट लेख्नुस् त यहाँ 4 6 7 11। अब हेर्नुस् त यताबाट पनि यसलाई पनि ध्यान दिनु त, यसमा पनि कुन कुन एलिमेन्ट छ हेर्नु त 4 6 7 11। अब तपाईहरुलाई लाग्न सक्छ सरले किन अगाडि पछाडी लेख्नुभयो भन्ने लाग्न सक्छ। अभियसली अगाडि पछाडी लाग्दा केही फरक पर्दैन है, यो कुरा बुझ्नु होला। अब भन्नुस् त दुईटामा सेम आयो कि आएन त, आयो नि, द्याट्स वाइ यो दुईटै सेम नै हो है, यो कुरा बुझ्नु होला है। अब यसपछि हाम्रो रहेको छ अब फेरि है तपाईहरुलाई फेरि कस्तो कुरा छ भने यहाँ चाहिँ अलिकति थोरै कुरा बुझ्नुपर्ने चाहिँ छ है। अब स्क्यू सिमेट्रिक डिफरेन्स पछि चाहिँ अब हामी जान्छौं भेन डायग्राममा है। भेन डायग्राम एकदम इम्पोर्टेन्ट छ र त्यसको नोटेसनहरु पनि धेरै नै इम्पोर्टेन्ट छ है। आजलाई हामीले यति नै पढ्छौं, अपरेसन्स अन सेट मात्रै पढ्छौं र यति बुझ्नु होला। अनि आजलाई यो भिडियो यति नै, र तपाईहरुले अहिलेसम्म मलाई हेरेर साथ दिनुभयो, सपोर्ट गर्नुभयो है, त्यसको लागि धेरै धेरै धन्यवाद। र तपाईहरुले के गरिदिनुस् भने यो भिडियोहरुलाई चाहिँ साथीहरुसँग शेयर गरिदिनुस् र साथीहरुलाई शेयर गरेर अझै मलाई पनि मोटिभेट मिलोस् र तपाईहरुले पक्कै पनि अझै पनि मलाई साथ दिनुहुनेछ भन्ने आशा गर्दै आजको भिडियो यति नै। हस् त, थ्यांक यू, कीप वाचिङ, स्टे ट्युन।